तपाईलाई थाहा छ, एउटा तालिम प्राप्त कुकुरले मानिसले देख्न नसकेको अपराधीको गन्धसम्म पछ्याउन सक्छ। तर आखिर कुकुरमा त्यस्तो के शक्ति हुन्छ? कुकुरको सबैभन्दा ठुलो हतियार उसको नाक हो। मानिसको नाकमा करिब 60 लाख गन्ध ग्रहण गर्ने रिसेप्टर हुन्छ भने कुकुरको केही नसलमा यो सङ्ख्या करोडसम्म पुग्न सक्छ। त्यसैले मानिसले एउटा गन्ध मात्र महसुस गर्दा कुकुरले त्यही गन्धभित्र रहेका धेरै फरक फरक रासायनिक सङ्केत छुट्याउन सक्छ। अपराध स्थलमा प्रहरीले तालिम प्राप्त कुकुरलाई कुनै कपडा, जुत्ता वा अन्य वस्तुबाट गन्धको नमुना दिन छुट्याउन सक्छ। अपराध स्थलमा प्रहरीले तालिम प्राप्त कुकुरलाई कुनै कपडा, जुत्ता वा अन्य वस्तुबाट गन्धको नमुना दिन सक्छ। त्यसपछि कुकुरले त्यही गन्धसँग मिल्ने गन्ध खोज्दै बाटो पछ्याउन सक्छ। अझ रोचक कुरा के छ भने कुकुरले गन्ध मात्र होइन, गन्धको दिशा र त्यसमा आएको परिवर्तन समेत पहिचान गर्न सक्छ। तर ध्यान दिनुहोस्, कुकुरले देखाएको व्यक्ति नै अपराधी हो भन्ने हुँदैन। कुकुरको सङ्केतलाई प्रहरीले अन्य प्रमाणसँग मिलाएर मात्र अनुसन्धान अघि बढाउँछ। त्यसैले अपराध अनुसन्धानमा तालिम प्राप्त कुकुरलाई भनिन्छ चारखुट्टे अनुसन्धानकर्ता। तपाईँलाई कुकुरको अर्को यस्तै रोचक क्षमता थाहा छ भने कमेन्टमा लेख्नुहोस्।